दिनचर्या कसरी बिताउनु हुँदैछ? यो दैनिक पुलिसिङको कार्यहरू जनताहरूको सेवा गर्दै नै हिँड्दैछौँ, दिनहरू बितिरहेको छ। इलाका प्रहरी कार्यालय उलाबारीमा तपाईँ आइकिन भएका कार्यहरू के हुन्? म इलाका प्रहरी कार्यालय उलाबारी आइसके पश्चात यहाँ उलाबारीमा गुन्डागर्दी नियन्त्रण भएको छ। गुन्डागर्दी संलग्न विभिन्न अभियुक्तहरूलाई चाहिँ कानुनी कठघरामा पक्राउ गरेर चाहिँ उगाउन सफल भएको छु। त्यसै गरी मोटरसाइकल चोर्ने गिरोहहरूलाई पनि पक्राउ गरेर चाहिँ मुद्दा दायर गरेको छु। लागु औषध बेचबिखनमा संलग्नहरूलाई पनि कानुनी कठघरामा उभाइएको छ। त्यसै गरी घरमा कोही पनि नभएको मौका पारी घर ताकको ताला फोडी चोरी गर्ने, चोरीमा संलग्न गिरोहहरूका सदस्यहरूलाई, सम्पूर्ण सदस्यहरूलाई पनि पक्राउ गरेर चाहिँ मुद्दा दायर गरेको छु। त्यसै गरी त्यो पकेटमारहरू गाडीमा चढ्दाखेरि व्यक्ति प्यासेन्जरहरू पैसा लुट्ने, चोर्ने प्यासेन्जरहरूलाई पनि पक्राउ गरेर तिनीहरूलाई पनि कानुनी कठघरामा भइसकेका छु। हालसम्म कतिवटा केसेसहरू सल्भ भइसकेका छन्? त्यस्तो म आइकन विभिन्न 16-17-18वटा घटनाहरू घट्या होलान् विभिन्न किसिमका, तर ती 18वटा घटनाहरू चाहिँ सल्भ भइसकेका छन्। त्यसमा चाहिँ त्यस्ता कुनै पनि अभियुक्तहरू भाग्न उम्काउन पाएका छैन। सम्पूर्ण अभियुक्तहरूलाई पक्राउ गरेर कानुनी कठघरामा उगाउन सफल भएको छ। उलाबारीवासीहरूले शान्ति र सुरक्षाको प्रत्याभूति पाइरहेका छन् त? उलाबारीवासीहरूको फिडब्याक सुन्दाखेरि उहाँहरूको भनाइ चाहिँ उहाँहरू अत्यन्त सन्तुष्ट हुनुहुन्छ। उलाबारी हाल आएर अत्यन्त शान्त छ, सुरक्षा स्थिति अत्यन्त सुदृढ भएको छ, गुन्डागर्दी नियन्त्रण भएको छ, चोरीहरूका विभिन्न घटनाहरू, लागु औषधका विभिन्न घटनाहरू, फरार अभियुक्तहरू पक्राउ परेकोले पनि विभिन्न घटनाहरू चाहिँ सल्भ भएकोले उलाबारीवासी जनताहरू अत्यन्त खुसी हुनुभएको छ। चोरी, दुर्व्यसनी र तपाईँले दुर्घटनाका कुराहरू गर्नुभयो। तस्करी न्यूनीकरणको लागि के? तस्करी न्यूनीकरणको लागि पनि उलाबारी प्रहरीले कदम चालिरहेको छ। हामीले चाहिँ विभिन्न प्रहरी कर्मचारीहरू तस्करी नियन्त्रणको लागि खटाइएका छौँ र हाल आएर तस्करी उलाबारीमा न्यून छ। अन्त्यमा केही भन्नु छ कि? अन्त्यमा यो सुरक्षा कायम गर्नको लागि प्रहरी एक्लैले चाहिँ सफल हुँदैन। प्रहरी र जनता मिलेर नै सँगसँगै दुवै पक्ष मिलेर चाहिँ लाग्यो भने उलाबारीलाई शान्त बनाउन सकिन्छ र प्रहरीले शान्ति सुरक्षामा कसैसँग पनि सम्झौता गर्दैन। प्रहरी जसरी भए पनि शान्ति सुरक्षा मेन्टेन गर्नु, त्यसलाई कायम गर्नको लागि, सुदृढ बनाउनको लागि कटिबद्ध छ। राजनीतिक दबाब कतिको आउँछ? राजनीतिक दबाब त आउँछ, सामान्य आउँछन्, तर उलाबारीवासी प्रहरीले त्यस्ता राजनीतिक दबाबलाई पटक्कै सहन सक्दैन। यदि त्यसरी दबाब दिनुभयो भने, कानुन सम्मत भएन भने हामी कसैको कुरो पनि सुनिँदैन। हामीले कानुनमा जे छ त्यो पालना गर्ने हो। यदि उहाँहरूले त्यस्तो किसिमको कुनै किसिमको दबाब दिनुभयो भने हामी उलाबारी प्रहरीलाई त्यस्तो कुनै किसिमको दबाब सहयोग हुँदैन।